Hello, good morning. Good morning from Oulu, Finland. आज चाहिँ बिहानको 7:30 जति बजिसकेको छ। हामी चाहिँ अब सधैँको जस्तै स्विडेनतिर अगाडि बढ्दैछौँ। आज पनि यसो बिहान यसो मर्निङ वाकको लागि स्विडेनतिर गइरहेको छौँ। अब 3-4 घण्टाको यात्रापछि चाहिँ हामी स्विडेन पुगिन्छ होला। त्यसपछि मर्निङ वाकमा के गर्छन् त? त्यही त हो नि, चिया नास्ता यसो कफी सफी खाने। हामी चाहिँ दुईटा गाडी लगेर जाँदैछौँ। 10 जना जति छौँ होइन। गाडी छैन, यहाँ मान्छेहरू यहीँ छन् होइन। हाम्रो जर्नी चाहिँ स्टार्ट भइसक्यो स्विडेनको लागि। ल ल ल हान्दै अब सुरु हुँदैछ हाम्रो। के छ अवस्था? बेस्ट अफ लक होइन। ल ल ल चले चले। सीधा सीधा है। जर्नी बाइक नै छ होइन। हामी हिँडिरहेको छौँ। मेरो क्लास मेरा भाइ बङ्गलादेश। 8 बजने वाला है, फिर भी ये अंधेरी है। धार के जब तक हम उधर पहुंचेंगे तब तक तो हो जाएगा। मलाई आउँछ स्विडिस अक्षर जितेन्द्र भन्यो भने चाहिँ आई एम जितेन्द्र। होइन रुचि तेरो तू होला रुचि। स्विडेन आउने बित्तिकै सानो भएको थियो। साइकल देखाएर यत्रो टाइममा यो त ठ्याक्कै तिम्रो हाम्रो यो लिभिङ एन्थोनी के अरे त्यति तिमीहरूको लिभिङ एन्थोनी भन्दा यत्रोपट्टिको क्या फुल ठ्याक्क अब एउटा लेफ्ट गयो भने राक्सिले जाने बाटो जस्तो। अब चाहिँ हामी स्विडेन पुगिरहेको छौँ। 400 meters at the roundabout, take the second exit and stay on E4. Exit the roundabout on E4. तुल्ली नाउ नु आयो ल 1 2 3 यो चाहिँ कस्तो खालको उस बनाएको र सुनौली बोर्डर कस्टम यो पुल रहेछ के यही पुल रहेछ। In 200 meters. कुछ फिनलैंड जैसा नहीं लग रहा है भाई आपका। फिनलैंड स्वीडन जैसे सबै देशको झण्डा रहेछ फेरिमा। किधर? हो त्यहाँ अगाडि हेर्न, अगाडि सिधा अगाडि हेर्न, यता लेफ्टमा भाइ अगाडि पार्किङ त कहाँ देख्छ फेरि यो युरोपियन सबै रहेछ है। ल यहाँ ओके इधर ही पार्किङ। ल स्वीडन भयो, यो नर्वे भयो, यो फिनलैंड भयो अनि Your destination is on the right. कस्तो चिसो छ हौ दाल यार। यो स्विडेनतिर यस्तै हो कि? धेरै चिसो छ यार। हामी अलिकति अनफर्चुनेटली नर्थ कन्ट्री विन्टरमा नघुम्न पर्ने हो क्या। It's not good to visit. या इट्स नट गुड टु भिजिट इन विन्टर इन नर्थ कन्ट्री होइन। समटाइम्स not sometimes we have to visit in summer. यहाँ चाहिँ फोटो सेसन भइरहेछ। के हो यस्तो तोर्निया 1621 देखि 1971 फर गड ग्रान्ड सामाया। जोस यहाँ चाहिँ एउटा बेबी आकाशमा उडेको रहेछ। सेतो बेबी आकाशमा उड्यो भने चाहिँ मलाई मनै पर्दैन। यो राम्रो
प्लेस राम्रो रहेछ ल दाल ल सिने बनाऊ भिडियो बनाऊ यतिकै बनाऊ नलाएर चट्टै ल खिच्न जाऊ न त यहाँ जकेट निकाल्नै बाँकी छ जकेट देखाउनै बाँकी छ कता हो यो के गरेको ल हान्नु न फोटो कि भिडियो हो र ओइ तल नजाऊ यसो चाहिँ तल ए कस्तो गरम यार टाइप अलिकति पोस्ट गाउनु न हामी हापेरन टाइममा हो हैन कति चिसो छ यार चिसो छ छैन यार चिसो शंकर यार मुखहरु आइकन त्यस्तो राम्रोसँग ल अगाडि बढाउँ न त आइकन यो भन्दा अगाडि चाहिँ एउटा त्यो दामी यस्तो लभ ट्रायंगल भएको त्यस्तो ठाउँ रहेछ हैन अगाडि त्यहाँ गएर फोटो सोटो खिच्ने भन्ने कुरो भयो अनि त्यो एकदम डार्क छ अहिले 10 बजिरहेछ हैन यहाँ बिहानको त्यो सबै चाहिँ डार्क भइरहेछ हैन तर चिसो रहेछ के उता भन्दा स्नो नि परिरहेछ यो चाहिँ फिनल्यान्ड र स्विडेनको एकदम बोर्डरमा भएको हैन यो छुट्टाउने ठाउँ हो सही छ यो ठाउँमा अब एकछिन फोटो सोटो खिचाउने हेर्ने होला अझै यो मार्केटहरु ओपन भएन अहिले जम्मा 9 बजिरहेको 10 बजेसम्म पछि ओपन हुने भन्ने कुराहरु छ यस्तो छ यो चाहिँ दामी छ उता फोटो सेसन सुरु भइसक्यो एकदम राम्रो देखिरहेछ त्यो त्यस्तैकै बस्ने हो क्या अब यही हो अब विशेष ठाउँलाई हाम्रो गाडी पार्किङ थियो त्यहाँ त्यो इकेआको गाडी छ यो बाटो हिँड्दै गइरहेको छौँ हामी चाहिँ एक्सप्लोर गर्ने क्रममा यो सान ताल रहेछ ताल सब जमिसक्यो यो देखिरहेको चाहिँ यो चाहिँ स्विडेन भागमा पर्छ यो चाहिँ स्विडेनमा अनि यो चाहिँ यहाँदेखि यता चाहिँ फिनल्यान्ड पर्छ पार्टीहरू त्यहाँबाट आइरहन् गाइजहरुको वाक कडा छ हैन अर्को ब्युटिफुल डेस्टिनेसन चाहिँ यो पनि हो हैन यो चाहिँ अहिले ट्याक्क बोर्डरको यो फिनल्यान्ड साइडमा छ यो चाहिँ अगाडि चाहिँ यो कडा फिसको स्ट्रक्चरहरु देखेर हान्नु पर्छ कि कसरी मार्न सकिन्छ होला यो व्हेल हो त रियलमा व्हेल यो भन्दा नि ठुलो हुन्छ हैन रियलमा त यो भन्दा ठुलो हुन्छ हैन म मान्छे निकै रिसाउले मुडी तर माया तिमीलाई निकै गर्छु बुढी तोप्तानी आकाशमा उडी 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 म मान्छे निकै रिसाउले मुडी तर माया तिमीलाई निकै गर्छु बुढी तोप्तानी आकाशमा उडी 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 तिम्रो लागि गर्दिन्छु चुरोट्नी त्यहाँ समाजले हामीलाई हाउडे भने किन चिन्दछ मार्केट है चाहिँ हाँ भाइ यो सब बन्दरी बन्दरे यो फ्लावरहरु चाहिँ सबै नै आर्टिफिसियल हो हैन कस्तो रियल देख्यो फ्रेश अक्सिजन होला भने भित्र छिरेको सब आर्टिफिसियल पो रहेछ पार्टहरु ये रङ नम्बर है मैट्रिक्स यो चाहिँ लाइट वाला सेक्सन छ है यो पनि दामी छ हैन यहाँबाट लाइटहरु लिने टक्क दाल यार कस्तो लागिरहेछ लाइटिङ तिमीलाई राम्रो लागिरहेछ आइदियो भन्ने चाहिँ मैले यही आएर घुमेको स्विडेनमा फिनल्यान्डमा चाहिँ यसो घुमिदिएँ यो लाइटहरु कस्तो राम्रो रहेछ यो यिनीहरुलाई गर्दैनौ के सेरास भन न त तिमीले राम्रो रहेछ नि यहाँ अनि सस्तो पनि रहेछ फिनल्यान्डमा
कति गुना सानो छ र यहाँको पैसा कोरोनर भन्ने कति 1 युरो 10 युरो र 95 यहाँको मनीको बराबर छ। तिमी यहाँ केही खरिद्नेवाला छौ त यो सम्झनाको लागि के लगेर जान्छवाला यहाँ नभए पनि एउटा क्यान्डल चाहिँ लिन्छु। ल्याउ न यस्तो राम्रो रहेछ मलाई अति नै मन पर्यो यार। उठाउने त आज दाल्यो यो हेर न 59.95 भनेको 59 को यो जम्मा 5 युरोमा 440 एम ठीक लाग्यो। यो भेरी मच हाई प्राइस। ओके एक्सपेन्सिभ। I can afford it, but your heart cannot afford it. Okay then, let's go. No worries. के हेर्दै हो पार्टीहरू? यो के हो दाइ? के हो यस्तो निलो पानी? सलाइन पानी जस्तो छ त। झोल होला के लुगा धुनी झोल होला भन्छ त। स्यानिटाइजर। बहुत घाँडे हो यहाँ स्विडेनमा चाहिँ। ल चियर्स गाइस, चियर्स चियर्स। ह्यापी स्विडेन, ह्यापी स्विडेन। We are coming back to Oulu from Sweden. It's on the road. And we have like 54 kilometers to get to Oulu.